भन दाइ आजको प्रिपरेसन कस्तो चलिरहेछ त जति झकाम बेलुनको हेर्नु यता हैन हजुर डेकोरेसनहरु अब भित्र बाँकी नै छ गरिसकेको हैन हजुर अब बाहिर किचनतिर जाउँ अनि फेरि भित्र किचन के छ नि दाइ आज तपाईको डिपार्टमेन्ट केमा हुनुहुन्छ आज म अहिलेलाई तत्काललाई अहिले तत्कालमै बेलुनलाई हैन टक्क बान्ने अनि टाँस्ने काम भयो बिहान चाहिँ अरु के गर्नुभयो त ल बिहान मैले कटिङहरु गरे प्याजहरु हैन भेजिटेबल कटिङ कडा आज तपाईको एसिस्टेन्टमा हुनुहुन्छ यहाँ हाम्रो भान्जाजी मिस्टर स्माइल गरेर ल दाइ हुनुहुन्छ आज मेन सेफमा दाइ के छ आज दाइ के छ के छ आजको दाइ प्रिपरेसन यहाँ अरुण दाइको भ्लग हो यो त अनकट हुन्छ है अनकट जानु यो त अनकट दाइ के छ प्रिपरेसन कस्तो चलिरहेछ प्रिपरेसन सकिसक्यो हेर यी रोस्ट चिकन रोस्ट मेन कुरा चाँडो खाना आउने भनेर सबलाई हजुर हामी अरुण दाइको भ्लगमा स्वागत छ के छ कस्तो प्रिपरेसन चलिरहेछ आज यो चाहिँ मटर हैन यो प्याज यो खुर्सानी हैन टेस्ट नगरे त कसै थाहा हुन्छ त दी हैन टेस्ट सेफ नम्बर 2 हाम्रो सेफहरु हुन्छ के लाग्यो टिका सेफ नम्बर 3 अनि यता यो चाहिँ ओ लुगा यता झैखुट्टी हुँदैछ है झैखुट्टी झैखुट्टी झै टेस्ट आउँछ ओए नेटिको चाहिँ यसले चाहिँ उडी उडी थुप्पा खालको यस्तो यहाँ गर्नु चाहिँ आउँछ फेरि यो धन्याको क्यामेराम्यान हाम्रो भाइको साथमा अस्कार भन्दैछ ल साथी यार लुङ्गालाई त मैले भेटेको छैन यार लुङ्गा यार के हो यार लुङ्गा यार कस्तो छ त दाइ आजको प्रिपरेसनहरू राम्रै चलिरहेछ दाइ अरुण दाइको भ्लगमा स्वागत छ हाम्रो आजको क्यामेराम्यान दाइ अरुण दाइको भ्लगर साँच्ची अब हामी मासुबाट चाहिँ भेजतिर जाँदैछौँ शाकाहारी एकदम शाकाहारी तेल पनि भेजै हो आमा हाम्रो यहाँनिर दाइ पनि भेज सेक्सनमा आउनुभएको छ अहिले फेरि भर दाइ ल सुरज दाइ र भर दाइ नै हो यार हाम्रो बिकाउने आज मार्केट खायो यार यो चाहिँ के को लागि प्रिपरेसन हो दाइ साँच्चै भन्नु त स्टार्टरको लागि हो स्टार्टर फ्राई गर्ने हजुर त्यसमा अनि ग्रेभी टाइप बनाएर ड्रेस दाइले भेज स्टार्टरको लागि एकदम मेहनत गरिराख्नु भएको छ अहिले चाहिँ चिकनबाट दाइ यसिन सर चाहिँ के छ आज के छ यो रुखलाई पनि नयाँ बनाइदिनु भएछ कस्तो चलिरहेछ त प्रिपरेसन अलराउन्डरै हुनुहुन्छ हाम्रो दिदीहरू यता हाम्रो अल सेट प्रिपरेसन सौरभ दाइ के छ प्रिपरेसन सेट हो तत्काल अहिलेलाई अल सेट भइसकेको छ बरु तपाईँलाई त भिडियोमै सही देखिन्छ यता यार ला यो कसो पुग्छ हो फेरि मार्ने
हिजो कम्ती भएर आजको त अब धेरै प्रिपरेसन रेडी हो रविन दाई मागेरै छाड्ने हो नि लिएर घर ए लगेरै जाने हो नि आज त